आज चाहिँ म तपाईहरुलाई पहिलो पल्ट मेरो बाँझो फुटाउँदाको कुरा सुनाउँदैछु ल। कुरा आजभन्दा करिब 11 वर्ष अगाडिको। त्यो बेलामा म त्यस्तै 18 वर्षको थिए होला, कक्षा 10 मा पढ्दै थिए। मेरो क्लासको सबैजसो केटी साथीहरुको बोयफ्रेन्ड थियो। मेरो भने त्यस्तो खासै केटा थिएन। कहिलेकाहीँ केटी साथीहरु रुबिना र रिजिनाले उनीहरुको बोयफ्रेन्डले उनीहरुको भोगटे निचारेको र पछाडीबाट दनक दिएको कुराहरु सुनाउने गर्थे। त्यो सुन्दा चाहिँ मलाई पनि एउटा गतिलो हतियार भएको बोयफ्रेन्ड बनाउन मन लाग्थ्यो। हुन त मेरै क्लासको त्यो रुपेश पनि मसँग निकै नजिक हुन खोज्थ्यो अनि ताल पर्दा ठ्याक्क लाउने कुरासम्म गर्थ्यो मोराले। एक दिनको कुरा हो, म स्कुलबाट घर फर्किँदै गर्दा बाटोमै रुपेश पनि भेट भयो। त्यो दिन म अलि ढिला घर फर्कदै थिएँ। रुपेश पनि स्कुलमा गेम खेलेर त्यो दिन ढिला नै घर फर्कदै रहेछ। त्यो दिन अलि ढिला भएको कारण बाटोमा कोही पनि थिएनन्, सबै घर गइसकेका थिए। जिस्का जिस्की गर्दै रुपेश र म घर जाँदै थियौं। बाटोमा अलि जंगल पनि पर्छ र त्यहाँ बरपिपलको रुख पनि छ। त्यसलाई हामी चौतारे डाँडा भन्छौं। त्यहाँ पुगेपछि रुपेशले पछाडीबाट मेरो भोगटे च्याप्प पारेर समाइदियो। म त थुचुक्क बसुन्जेली भएँ। मैले उसको हात हटाइदिँदै मान्छेले देख्छ के गरेको यस्तो भने। तर किन छाड्थ्यो र मोराली, बल्ल बल्ल भेटेको माल। एकछिनपछि त मेरो पनि बाँझो खेतबाट बाढी आउन थाल्यो। उभिएरै उसको हलोले मेरो बाँझो खेत चिरफार बनाइदियो। त्यो पल मेरो लागि अविस्मरणीय बनेर बसेको छ।